ल साथीहरू, अहिले चाहिँ हामी क्रोएसियामा अब यहाँ चाहिँ हामी चाहिँ बेरोजगार भएर चाहिँ पुरै यसरी हेर्न परेको छ है। खै घुम्नको लागिलाई अब कता छ बाटो, कता जाने जङ्गलतिर घुम्नु भनेर चाहिँ हामी यसरी भौतारिएर हिँड्दैछौँ है। बाटो पनि सानो रहेछ अलिक, त्यो भित्रको गाडी आउँदैछ सानो, यसरी हामी हिँडेछौँ। यहाँ चाहिँ फोहोर लाउने डस्टबिनहरू रहेछ यसरी। सबै हुन परेको छ है, बाटो रहेछ। हामी चाहिँ खासमा यो माथिको टुप्पाको डाँडामा तिर जाने भनेर सोचेर घुम्नलाई जाउँ न त। आज काम छैन, केही छैन होइन। आएको लगभग 20-25 दिन भयो यसरी घुमेछ है। यहाँतिरको कुलो भनौँ न, यस्तो छ। पानी कति साङ्लो देखिन्छ, यस्तो ठाउँ छ है। कतै यहाँ चाहिँ विदेशमा चाहिँ यस्तो डस्टबिन यसरी राखेको कति सुरक्षितसँगले। हाम्रो नेपालमा भइदिएको भए यसलाई फुटाएर हुन्थ्यो, के गरेर हुन्थ्यो है। यो राखेको हुनुपर्छ। हामीहरू चाहिँ यो माथि देख्ने डाँडामा घुम्न जाने भनेर चाहिँ हिँडेको होइन। हामी यसम्म लगभग 7-8 भइजना छौँ। यहाँ चाहिँ हामीलाई चाहिँ लिएर राखेको छ, क्यामेरा लगाएको छ होइन। यस्तो छ अहिलेको यस्तरी छ है। यहाँ चाहिँ घाम लागिरहेछ मरोसँगले, यस्तो ठाउँ छ। माथिमा जाँदा नि यो माथिको घर पनि क्या दामी रहेछ। माथिको घर त दामी रहेछ। हामीहरू यसरी घुम्दैछौँ है साथीहरू। यहाँ चाहिँ हाम्रो ग्रुपहरू चाहिँ कतिजना 1, 2, 3, 4, 5, 6 जना अगाडि, यता मसँग गरेर 7 जना चाहिँ हिँडेको छ। स्याउ पनि फलिरहेको रहेछ। त्यो स्याउ यस्तो हुँदो रहेछ होइन। यो ठाउँमा यहाँ चाहिँ डस्टबिनहरू रहेछ। यहाँको यी घरहरू भनेको होइन, यस्तो रहेछ। यहाँको ठाउँहरू चाहिँ यस्तो रहेछ। चिसोमा फास्टै चिसो, पुरै हिउँ पर्ने। लगभग स्याउको बोट स्याउ यहाँ फलिरहेछ। तर यहाँ चाहिँ पुरै फोहोरको डस्टबिनहरू प्लास्टिकको हुँदो रहेछ। यस्तो है। घरहरू अलि सानो घर छ है। यस्तो घर रहेछ है। यस्तो ठाउँमा आएका छौँ हामीहरू। पुरै स्याउहरू यहीँ फैलिरहेको छ। यस्तो ठाउँमा यस्तो छ। स्याउहरू चाहिँ पुरै यहीँतिर फल्दो रहेछ है। त्यसकै भेटर लाएर चाहिँ यस्तो ठाउँ रहेछ। माटो चाहिँ नेपालको रहेछ सेम है यहाँ चाहिँ।